गाउँपालिकाले पूर्णको गाउँपालिका सुनिश्चित गर्न राष्ट्रिय पूर्णको निर्देशिका बमोजिम सम्पूर्ण प्रक्रियाहरू पुरा गरी यस खजुरा गाउँपालिकाले मिति 2082 1 महिना 10 गते 16 महिनादेखि 23 महिनासम्मका सबै बालबालिकाहरूलाई 15 महिनाको उमेरभित्र पाउनुपर्ने सबै खोपीलाई पूर्णको पाएको सुनिश्चित गरेको हुँदा आज मिति 2082 1 महिना 24 गते यस गाउँपालिकालाई पूर्णको सुनिश्चित भएको घोषणा गर्दछ। साथै आगामी वर्षमा यस पूर्णको अवस्था नियन्त्रणमा कायम राख्न प्रतिबद्धता समेत गर्दछ। डम्बरबहादुर विगत अध्यक्ष खोप समन्वय समिति खजुरा गाउँपालिकाबाट लक्ष्मी केसी सदस्य सचिव खोप समन्वय समिति खजुरा गाउँपालिकाबाट बालिकाहरूलाई झन्डै 100% पूर्ण खोप लगाएर आज खजुरा गाउँपालिकालाई पूर्ण खोप लगाएको गाउँपालिकाको घोषणा गर्दैछौँ। त्यसैले म सबै खजुराका सम्पूर्ण बालबालिकाका अभिभावकहरू र सबै हाम्रा स्वास्थ्यकर्मी स्वयंसेविकाहरूलाई हार्दिक बधाई र धन्यवाद दिन चाहन्छु। स्वाभाविक दृष्टिले हामीले यो राष्ट्रिय अभियान भए तापनि खजुरा गाउँपालिकामा यति राम्रो रिजल्ट आउनु धेरै राम्रो कुरा हो। किनकि हामीहरूका अवस्था बच्चाहरूका आमा बुवाहरूको जीवन स्तर र उनीहरूले आफ्नो जीवन निर्वाह गर्नका लागि 100% खोप नलगाएर कहीँ कमाउन जानुपर्ने, कतै यताउति समस्याको समाधान गर्नका लागि जुट्नुपर्ने लगायतका थुप्रै चुनौतीहरूको बिचमा यति धेरै 2 जना बालिका बाहेक अरू सबैलाई खोप लगाउन सफल हुनुभएको धेरै राम्रो कुरा हो। त्यसैले जसरी अगाडितिर स्वास्थ्यकर्मी साथीहरूले भन्नुभएको थियो, हामीले भत्ता पनि खोजेनौँ, यातायात सुविधा पनि खोजेनौँ, तर मानवताका हिसाबले र हाम्रो कर्तव्यका हिसाबले जसरी फिल्डमा गएर घर घर गएर हामीले बच्चाहरूको जीवनलाई एउटा महत्त्व जीवन ठान्यौँ र आफ्नो दायित्व पुरा गऱ्यौँ भन्नुभएको छ। मुख्यतः सम्पूर्ण स्वास्थ्य चौकीका इन्चार्जहरू र त्यहाँ कार्यरत कर्मचारी साथीहरू र सबै स्वयंसेवका दिदीबहिनीहरूलाई फेरि पनि खजुरा गाउँपालिकाका तर्फबाट उच्च सम्मान प्रकट गर्न चाहन्छु। सबै हर्षित पनि छौँ, खुसी पनि छौँ। खुसी यो मानेमा छ सम्पूर्ण स्वास्थ्य शाखा प्रमुख लगायत स्वास्थ्यकर्मी साथीहरूको, त्यसै गरी स्वयंसेविका महिला दिदीहरूको अथक प्रयासको बावजुद आज हामी पूर्ण खोप सुनिश्चित तथा दिगोपनलाई हामी घोषणा गर्न सफल भएका छौँ। निरन्तरता हामीसित छ। आज यो खजुरा गाउँपालिका पूर्ण खोप भएको पालिकाको रूपमा आज घोषणा हुने दिनलाई एउटा ऐतिहासिक दिनलाई मान्न सकिन्छ र हाम्रो खजुरा गाउँपालिका वडा नम्बर 3 पनि 96% जुन यो सम्बन्धित व्यवस्था छ त्यो लिएर अङ्क प्राप्त गरेर हामी पनि वडा नम्बर 3 पनि पूर्ण खोप सुनिश्चितता वडा नम्बर 3 भएको छ र हामी चाहिँ 1 देखि 8वटै वडामा छौँ। यस्तो गम्भीर विषय हो जुन स्वास्थ्य क्षेत्र सबै महिला स्वयंसेविकाले यसमा महत्त्वपूर्ण भूमिका खेल्नु भएको छ। पूर्ण खोप अहिले आएर लास्टमा नुवाकोट जिल्लामा गरेर 77वटै नेपालका जिल्लाहरू पूर्ण खोप घोषणा भएको छ विगत वर्षमा र अहिले हामी 2077मा बाँके जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा गरिसकेपछि अहिले हामी प्रत्येक वर्ष पूर्ण खोप दिगोपना सुनिश्चितता गर्दैछौँ। हरेक वर्ष बालबालिकाहरू जन्मन्छन्, ती बालबालिकाहरूमा 15 महिनाको उमेरभित्र हामीले 13वटा रोग विरुद्धका खोपहरू कम्प्लिट गर्छौँ र 16 देखि 23 वर्षको 23 महिनाको उमेरका बालबालिकाहरूलाई सर्वेक्षण गरेर पूर्ण खोप भएको सुनिश्चित गर्छौँ। त्यहीको निरन्तरता आजको कार्यक्रम खजुरा गाउँपालिकाको हो।
गर्नुपर्ने काम आफ्नो लेभलबाट आफूले गर्नुपर्ने ठाउँबाट चाहिँ कमी कमजोरी कतै पनि केही नभइकन सबैले आफ्नो लेभलबाट गरिराखेकै छौँ र त्यो दिनकै कारण अहिले हामी पालिकाको चाहिँ पूर्ण खोप चाहिँ सुनिश्चित घोषणा गर्ने चाहिँ तयारीमा छौँ। अथवा देशका सबै स्वास्थ्यकर्मीहरूको पहलबाट यो पूर्ण खोप घोषणा गर्न गइरहनु भएको छ र यसमा चाहिँ सम्पूर्ण हाम्रा दिदीबहिनी महिला स्वास्थ्य स्वयंसेविकाको दिदीबहिनीहरूको अति नै महत्त्वपूर्ण कार्य भएको छ। यसलाई चाहिँ हाम्रो गाउँपालिकाले आफ्नो वडाले अथवा जिल्लाले प्रदेशले पनि हाम्रो कामलाई मूल्याङ्कन गरिदिनु भएको छ। अझै पनि हाम्रो कामलाई मूल्याङ्कन गरिदिनु हुनेछ भन्ने हामीले धेरै आशा राखेका छौँ। वडाहरू चाहिँ हामीले आफूमै घोषणा गरिसक्दा हामीहरूले अहिले 1 देखि 8 वडा नम्बरसम्म चाहिँ 0 देखि 15 महिनाका बच्चाहरू चाहिँ स्वास्थ्यकर्मीज्यूहरू हाम्रो घर घरमा गएर 1294 जनामा चाहिँ घरधुरी सर्वेक्षण गर्नुभयो र जसमा विभिन्न जाति अनुसारका बच्चाहरू भेटिनु भयो। जस्तो जनजाति के अरे दलितमा 219, जनजातिमा 159, त्यसरी नै गरेर 1294 जना चाहिँ हाम्रो घरधुरी सर्वेक्षण गर्नुभयो भने 16 महिनादेखि 23 महिनासम्मका बालबालिकाहरू हाम्रो चाहिँ 829 जना बालबालिकाहरूको चाहिँ घरमै गएर स्वास्थ्यकर्मीज्यूहरूले चाहिँ सर्वेक्षण गर्नुभएको थियो। यो सर्वेक्षण गर्दै गर्दा हाम्रो अहिले पूर्ण खोपको लागि हामीले प्रत्येक वर्ष गरिरहेका हुन्छौँ। किन प्रत्येक वर्ष त भन्दा बच्चाहरू जन्मिने क्रम प्रत्येक वर्ष भइरहने निरन्तर प्रोसेस भएको भएर अहिले घोषणा गर्छौँ फेरि भोलि जन्मेको बच्चालाई अर्को वर्ष फेरि पूर्ण खोप पाउनु भयो कि भएन भनेर सुनिश्चितता गर्नुपर्ने भएको भएर यो कार्यक्रम निरन्तर चलिरहने हाम्रो प्रोसेस हो र जसमा हामीले यति स्वास्थ्यकर्मीहरू घर दैलो गरेर हेर्न सर्वेक्षण गर्दै गर्दा पूर्ण खोप प्राप्त गरेका बच्चा चाहिँ हाम्रो 972 जना भेटिनु भयो पूर्ण खोप लागेको र त्यसै गरी खोप कार्ड भएको बच्चा चाहिँ 566 जना भेटिनु भयो भने खोप कार्ड नभएका बच्चाहरू 57 जना भेटिनु भयो त्यो हेर्ने क्रममा भने र शून्य डोज भनेको चाहिँ एउटा पनि खोप नलागेको बच्चा पनि हाम्रो भेट्नु भयो जसमा वडा नम्बर 6 मा 2 जना भेट्यौँ हामीले। त्यो भनेको अलिकति दुःखदायीपूर्ण स्थिति हो। खोपै नलागेको भेट्नु भनेको चाहिँ राम्रो होइन र हामीले उहाँलाई फेरि घरमा गएर उहाँलाई सम्झाएर खोपको दायरामा ल्याउनु एकदमै कठिन र हामी स्वास्थ्य संस्था पालिका र जनप्रतिनिधिज्यूहरू लगायत गएर चाहिँ उहाँलाई हामीले कन्भिन्स गरेर खोप लगाउन चाहिँ सफल भयो र लगायौँ पनि र त्यसै गरी सर्वेक्षण गर्दा शून्य डोजको भयो भने 1-2वटा खोपहरू छुटेका कुनैको चाहिँ कुनैको त्यसरी छुटेका हामीले हाम्रो खजुरा गाउँपालिका भरिमा 102 जनालाई चाहिँ भेट्यौँ। 102 जनालाई भेट्दै गर्दा उहाँहरूलाई पनि हामीले वडा नम्बर 1 देखि वडा नम्बर 8 का सम्पूर्ण स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीज्यूहरूले घर घरमा गएर उहाँहरूलाई पनि खोप सेवा चाहिँ दिनुभयो जसले गर्दा अहिले आजको मितिमा चाहिँ हाम्रो खजुरा गाउँपालिकाका सम्पूर्ण बच्चाहरू पूर्ण खोप लगाएको चाहिँ हामीले सुनिश्चितता गरेका छौँ।